चोरेको जस्तो त नि चोरेन पहिले माग्नु गयो नि त मागेर हामी पनि माग्नु त गएको नि तपाईँ पनि अनुहार त देखाउन जानु भयो केटीले पैसा पक्रियो अनि रक्सीले बाँड्छु भयो भने त स्वीकार भयो बिहा भयो अनि त्यो ऱ्याकी ट्याकी मिलाएर एक दिनमा हामी दुईवटा यसरी बिहा गरिदिउँ है भन्ने अनि कसरी गर्ने यतिजना जन्ती ल्याउनु दिनुहुन्छ यतिजना जन्ती ल्याउनु यतिजना भत्कौरी ल्याउनु यतिजना यति कोसेली ल्याउनु यति भाइले ल्याउने भनेर त्यसो हुन्छ। कति सालमा बिहे गर्नुभयो बुवा तपाईँले? 30 सालमा भयो। कति वर्ष उमेर हुन्थ्यो? म त्यति बेला 24 वर्षको थिएँ। भनेपछि त तपाईँ हाम्रै उसमा पर्नुभयो, हाम्रै देशमा। र आमाले 7 वर्षमा बिहे गरेको भने 7 वर्षमा बिहे मेरो ठुली दिदी अहिले प्रेम बोलो नि उसको 9 वर्षमा था दिदीको 7 वर्ष त कस बाल विवाह पहिला थियो है त्यो त काम लागेको 37 पछाडि त होला नि माइला अलिक कुनै हिसाबले पनि त्यो सोच्न सकिँदैन माइला अनि स्टप भइसक्यो के स्टप त्यति मात्रै हजुर के स्टप च्याप्टरकै क्लोज भयो कहाँ च्याप्टर एक शॉट हान्नु न सुरु भयो च्याप्टर कहाँ क्लोज हुन्छ हामी अहिले चाहिँ हामी यो होमस्टेमा यसो रमाइलो गर्दैछौँ जाडो 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 भएर हल्का हजुर भित्र 7:18 भएछ समय 7 भइसकेको छ के अरे ताको जोडी चाहिँ चिटिक्क देखिन्छ चियर्स गर्नु यहाँको चाहिँ ढुक्कले बिहे भयो दुईजनाको चाहिँ यस्तोलाई चाहिँ भन्छ माघी बिहे आनन्दको ढुक्क बुवालाई पनि केही भन्नु परेन आनन्दको कान्छी भन्ने बुवाले पनि ढुक्कसँग बिहे गरेको कान्छी प्याउली हो नि के भन्छ परेवा जोडी नि दिएन अन्त अब त्यसले नीति नियमले पक्रिहाल्छ मैले बोक्नै पर्दैन सबै छ तर अब पुछाउनी भन्छ क्या कान्छी छोरी कान्छा छोरा पुछाउनी भनेको चाहिँ तपाईँलाई ठगियो भने सबैभन्दा धेरै माया कसको लाग्छ भन्नु पुछाउनी पनि सबैभन्दा धेरै माया मलाई त समान हो होइन छोरा छोरी सबैले समान नै सम्झिँदो रहेछ माया बराबर नै हुन्छ जेठो छोरालाई नि माया गर्छ बाबुले चाहिँ जेठो छोरा जेठी छोरीलाई अलिकति कोही कसरी माया हुन्छ भने चाहिँ उनीहरूले धेरै दुःख गरेको हुन्छ कि त्यो सम्झिन्छ जल्दले अनि यिनीहरू पछाडिकोले त अब सिधै भन्यो भने मेरो ठुली छोरी माइली छोरी साइली छोरी ठुलो छोराले धेरै दुःख गर्यो यो 3 जना चाहिँ गफिदाले मात्रै हो आमाको कान्छीतिर धेरै उतो हुन्छ कान्छोतिर होइन बाबु चाहिँ जेठो र जेठीसँगै हुन्छ कि त्यो हो तर फेरि यस्तो हुँदो रहेछ जो अलिकति कमजोरी हो भने मैले धेरै ठाउँमा देखेँ धेरै उतो विचार गर्ने होइन 3 वर्षको भित्र अनुभव भयो एकछिन म नेपालमा बसेर 3 वर्ष भयो 3 वर्षमा चाहिँ अनुभव गरेको दाइ पनि जेठो छोरा म कान्छी उनीहरूले दुःख गरेको हुन्छ त्यसलाई अलिअलि त्यति दुःख गरेको हुँदाखेरि जाति सम्झिन्छ क्या खाँदा पनि हिँड्दा पनि अरूले कति दुःख गरेको छु कता लडेको छु केही भयो कहाँ भारी लडायो अथवा के गर त्यो सम्झिन्छ खाँदाखेरि पनि अलिकति भने जस्तो कहिले खानु नपाएको हुन्छ नि त अनि त्यति यस्तो खाएको थिएन भने त्यो खाएको बेलामै सम्झिन्छ अनि अर्को के हुन्छ भने जसले अलिकति दुःख जस्तो पायो भने अनि त्यतापट्टि अनि मन फिर्किन्छ हो यसले धेरै दुःख पायो भने माइलोलाई चाहिँ यता न उता बनाइदिन्छ आमाले पनि बाउले फेरि त्यो उयो पनि हुँदो रहेछ क्या परिवारभित्र पनि हुँदो रहेछ जस्तो हाम्रोमा चाहिँ के भन्दा जेठी ठिकै छ माइली ठिकै छ साइली अलिकति पछौटे परेछ म जेठा भइहालेँ माइला अब कान्छा डिगोले काम गर्छ यो पक्रा न यो चाहिँ हावा भयो क्या अनि त्यो जसको पनि लास्टमा दिमाग खोल्नु फेरि यस भयो क्या यसको चाहिँ भयो भने त यसको चाहिँ भयो भने त यसको चाहिँ जस्तो मेरो पनि फेरि क्लासमा ठोकिने यसमै पुग्ने कि
चिसोले सिकान्छ आयो होइन अलिकति केही मात्रामा तपाईँको जस्तो 100 र 90 भइहाल्छ क्या जेठो र अरूमा जेठोलाई 100 हुन्छ नि अरूलाई 90 हुन्छ कि प्रायः होइन मैले यो धेरै तपाईँको यो 3 वर्षको अनुभव है मेरो चाहिँ म 19 वर्षको उमेरमा विदेश गएँ 21 वर्ष बाहिर बसेर आयो अनि यहाँ आएर तपाईँको 2000 मा अस्ति 22 लास्टमा त आएको 22 लास्टमा आएर मैले यो यतातिर हात हालेको गाडीमा तर राम्रो सोचाइ लिएर गर्नुभयो तपाईँको भनाइअनुसार चाहिँ कता बस्नु है म गल्फमै बस्छु कता कन्टिन्यू 21 वर्ष अगाइयो पनि होला है गएर म छुट्टी नै आएको तर गइनँ क्या केटाकेटीहरू टाढा छ कि विदेशमा सट्ट हुनु अनि दोस्रो साल फेरि भिड हो दोस्रो साल पनि त्यही भयो त्यो हेडिङ सेडिङ भन्दो रहेछ त्यसमा गन्दै गर्ने रहनु बाँधेर अनि अब हाम्रो उपाय के छ सेटअपमा अनि वाक दिक भयो भनेदेखि त्यही झल्को आउँछ अनि अब चाहिँ पनि अनि काठमाडौँ भयो भाइ काठमाडौँ पढेर राम्रै तर लास्टमा अहिले तर रोक्नु चाहिँ रोक्दिनँ मैले पढ्नु पढाउनै भनेको तब चाहिँ उहाँ अफिसरमा भिडो उहाँ चाहिँ 29 दिनले एजेन्ट भइसक्यो भनेर फेरि फाल्थ्यो त्यहाँदेखि अब उपाय केही छैन नभइसकेपछि त्यसै डिग्री पास गर्नु डिग्री पास गरेपछि फेरि विदेश जान्छु भन्नु सम्पत्ति छैन अनि धन्न चाहिँ एउटा जुडेको रहेछ मेरो पेन्सन पट्टाको हुने भयो अनि जग्गा जमिन्छु त्यो हेरिसकेपछि जागिरको मान्यता अनि ठुलो छोरीले फेरि केबल चलाएको त्यसलाई पनि मान्यता दियो अनि ट्याक्स र केबल जानु सफल अहिले लेभल अनि यसलाई पढ आइएससी पढिसकेपछि उसले चाहिँ सङ्गीत क्षेत्रमा सङ्गीतपट्टि पढ्नु मान्छेले गर्नु दिन्छ जस्तो लाग्छ कताबाट रिपिट गरेर क्या रिपिट गरेर जस्तो लाग्छ अनि छोरीहरूले पनि अब डिप्लोमा लेभल सबै अनि अहिले चाहिँ लेभल ठ्याक्कै मिलिसकेपछि अनि ढुक्क आनन्द त्यही त दाइको छाया पर नि त भाइहरूलाई अनि यिनीहरूले दुःखै गरेको भन्यो त्यो दुःख सम्झेर यिनीहरूको पनि दुःख अहिले यिनीहरूले नै हेरेको तर यिनीहरू मैले अघि तपाईँलाई भने नि हाम्रो बुवाले 7 बिघा जग्गा जोत्दाखेरि पनि हामीलाई धौधौ हुन्थ्यो कि अहिले त्यही जग्गा नकमाउँदाखेरि पनि भइरहेको छ तर त्यो मास्नु पनि भएको रहेछ छैन मासु त्यो नमास्नु के भन्दाखेरि पर्याप्त तपाईँलाई साथ हो नि नभएदेखि मागेर झन् कङ्गाल हो त्यो पनि अब रहँदै रहेछ जोड्नुपर्छ आफ्नो आफ्नो किसिमले अब इन्डियातिर पनि ठ्याक्कै सेन्टर ठाउँ हेर्नुभयो अनि गोठगाउँ भन्नुहुन्छ गोठगाउँ पनि अब सेन्टरै ठाउँ छ सलकपुर साह्रै राम्रो सलकपुरमा मैले त लाइभ त भुइँदेखि माथिसम्म हेरेँ क्या अब यहाँभन्दा माथि देख्ने ठाउँ छैन मैले त्यहाँ लामाखुमा जन्मेको त्यहाँनिर मान्छेहरू त्यस्तै त पहिलेको होइन आजभन्दा 34-35 वर्ष अगाडि 33-33 वर्ष अगाडि म 44 सालको म 38 वर्ष पुगेँ होइन अब मान्छेले नर्मली थाहा पाउने भने 4-5 वर्ष पछाडि होइन त्यो 4-5 वर्ष थाहा पाएको पनि त्यो धमिलो हुन्छ युजली थाहा पाउने 6-7 वर्ष पछाडि हो त्यही 32-33 भनौँ न होइन त्यस पछाडिदेखि थाहा पाउने यहाँ मलाई थाहा छ त गाउँको मान्छेहरूको अवस्था अनि हामी अब बुवा पढाउनु हुन्थ्यो टिचिङ गर्नुहुन्थ्यो अब टिचिङ गर्ने भनेको त त्यो टाइममा त राम्रो दोकान त्यही पनि हामी स्ट्रगल गर्थ्यौँ क्या भनेपछि त्यो पनि मैले देखेको छु क्या त्यो अवस्था त्यो भनौँ न एउटा जीविकोपार्जन भनौँ त्यो टाइमको होइन देखि तराई झरियो त्यहाँको पनि देखियो त्यहाँदेखि अब अहिले म उहाँ पुगेँ अस्ट्रेलिया पुगेँ अब अस्ट्रेलियाभन्दा माथि त के नै देखिन्छ र मैले त्योभन्दा माथि अब केही नै छैन क्या छैन
भने मलाई त सबै थाहा छ क्या त्यो मान्छेको कुन सबै तपाईँले सङ्ग्रह त गर्दा गर्दै स्टेप स्टेप त्यो कोदालोको कुन तरिकाले बनाएछ कस्तो तरिकाले पिट्छ भनेर त्योबाट चाहिँ पुटेर त्यो त्यति मूर्ख पनि थियो क्या बुवाले पनि कुट्नु हुन्थ्यो नि गरी त बुवाले त जोत्नु भएन एकचोटि बेलायमा जोत्दाखेरि कुटेको एकचोटि जोतेको एकैचोटि कुटेको हजुर तपाईँले डस्टर पक्रिने मान्छेले त अनु पक्रिँदा त कस्तो होला त फिलिङ गर्ने अचम्म लाग्यो है अनि उता अनि तपाईँलाई विद्यार्थी पर्खिरहेको हुन्थ्यो भने बुवाले त्यति धेरै गर्नु मन सबभन्दा दुःख गरेको बुवाले हो नि सबभन्दा दुःख गरेको बुवा अनि यिनीहरूको आमा पनि यिनीहरूको खातिर चाहिँ जिउ ज्यान त्याग्ने नि त वस्तु बार्ने वस्तु पाल्ने खेतीपाती पनि कचला लाउने सबै खेतालालाई चित्त बुझाउने अहिले चाहिँ मलाई धेरै जसो याद आउनु चाहिँ त्यो फ्यामिली मात्र होइन कि म ओभरअल नेपालकै माया लाग्छ मान्छेहरू कि विदेशमा हुँदा त्यस्तो फिलिङ हुने रहेछ नेपालमा आइसकेपछि त फेरि त्यस्तो फिलिङै हुँदैन किनभने त्यही उयोमा डुबिन्छ नि सबै स्ट्रगल गरिन्छ विदेशमा हुँदा चाहिँ मेरो संसार मेरो नेपाल भन्ने हुने रहेछ एउटा होइन नेपालमा आइसकेपछि त्यो फिलिङै हुँदैन तपाईँ पनि त्यो पनि सोध्नु पर्ला है त्यो अस्ट्रेलियामा त्यत्रो ठुलो नेपालमा आएपछि त्यो त्यस्तो हुँदैन नि सर त्यत्रो ठुलो छ नि सपोर्ट हिसाबले पनि अनि त्यसमा नि त्यहाँको त्यो अपर्च्युनिटी देख्दाखेरि म त भयो सबै पाए पनि म सबै लगिदिन्छ जस्तो लाग्ने क्या यहाँबाट गएको भोलिपल्टदेखि तपाईँ नेपाल मेरो संसार एकदम राम्रो छ भन्ने हुन्छ होइन उताबाट फेरि यता लन्डिङ भइसकेपछि काठमाडौँको एयरपोर्टमै उत्रिसकेपछि अर्कै फिलिङ हुन्छ क्या घरमा गएर मात्रै खानाको हाम्रो चाहिँ यो 7 बजेर 55 मिनटमा लोकल कुखुराको सँगको हाम्रो खाना कस्तो लोकलको त भोक लाग्यो नि टक्कै एक गिलास पानी खाने 1 घन्टा तर्यो क्या पानी नै तर अचार चाहिँ पिरो